हेलो गाइस, आज म आइडी बाइन्ड कसरी गर्छन् भनेर भन्न गएको छु। सबैले यस्तै भिडियो हेर्ने छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। आइडी बाइन्ड गर्न सुरुमा यो आइडी पहिले बाइन्छ, त्यही भएर म अर्को एउटा आइडी लिएर आउँछु। ल म आइडी लिएर आइसकेको छु। आइडी बाइन्ड गर्न पहिलो कुरो यो माथिको यो बाइन्ड भन्नेमा हामीले दाब्नुपर्छ। यो बाइन्ड भन्ने क्लिक गर्नुपर्छ र यो आफ्नो रिकभरी यसमा हाम्रो रिकभरी इमेल राख्ने हो र मैले पनि मेरो रिकभरी इमेल राखेँ, यो लियाङ भन्नेवाला। त्यसपछि सेन्डमा दाब्ने अनि ब्याक गएर जिमेलमा गएर कोड आउँछ। एकछिन है गाइजहरु, लोडिङ पहिला यो ब्याक गर्ने। म होइन गरिरहेको थिएँ काम यहाँ। अघि न जुन जिमेल हान्यो त्यहीमा गएर यहाँ यसरी गरिन यो अकाउन्ट भनेर यहाँबाट आउँछ। यसमा क्लिक गर्ने, भित्र कोड हुन्छ, यसलाई कपी गरेर ब्याक गएर फेरि गेममा जाने, त्यही कोडलाई फेरि यहाँ पेस्ट गरिदिने हामीले। पेस्ट भोटेस भेरिफाई गर्ने। त्यसपछि यहाँ दुईवटा अप्सन आउँछ, सेक्युरिटी कोड, कन्फर्म कोड भनेर, र यहाँ आफ्नो एउटा सेक्युरिटी कोड बनाउने। मैले पनि बनाएँ सेक्युरिटी कोड, बनाएँ र यस्तै मैले सेक्युरिटी कोड बनाएको छु। त्यस कन्फर्म गर्ने र यति गरिसकेपछि हाम्रो आइडी बाइन्ड भइसक्छ। ल गाइस, यति नै हो गाइस।